के हामी साँच्चै बाइबल पढिरहेका छौँ कि आफूलाई मनपर्ने शब्दहरू मात्र खोजिरहेका छौँ? कहिले सोच्नु भएको छ बाइबल पढ्ने हाम्रो तरिका कतिको सही छ या छैन? धेरै पटक हामी बाइबलका पूरा पद वा प्रसङ्ग नपढी एउटा सानो कोट वा मनपर्ने पद मात्र समात्छौँ अनि सोच्छौँ वाह, परमेश्वरले त मलाई जे मागे पनि पुरा गरिदिनु हुने रहेछ। जस्तै कि पहिलो यूहन्ना 5:14 लेखिएको छ, हामीलाई उहाँमाथि जुन भरोसा छ त्यो यही हो कि यदि हामीले उहाँको इच्छा अनुसार केही माग्यौँ भने उहाँले हाम्रो सुन्नुहुन्छ। तर हामी प्राय यो मुख्य शब्दलाई छोडिदिन्छौँ, उहाँको इच्छा अनुसार। हामी परमेश्वरलाई आफ्नो इच्छा पूरा गरिदिने माध्यम मात्र बनाउन खोज्छौँ, तर उहाँको इच्छा के हो भनेर बुझ्न खोज्दैनौँ। सत्य के हो भने परमेश्वरले हामीलाई आफ्नो इच्छा स्पष्ट रूपमा जनाउन चाहनुहुन्छ। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ, तर के हाम्रो मागहरू उहाँको इच्छा र उहाँको उद्देश्यसँग मिल्छ? केवल एउटा वर्ष समातेर आफ्नो मन परी व्याख्या गर्नुको साटो वचनलाई पूरा प्रसङ्गमा बुझौँ, उहाँको आज्ञाहरू पालना गरौँ, उहाँको बाटोमा हिँडौँ अनि उहाँको इच्छा खोजौँ। जब हामी उहाँको इच्छा अनुसार माग्छौँ तब मात्र उहाँको प्रतिज्ञा हाम्रो जीवनमा पुरा हुन्छ।